अथ एकादशोऽध्यायः मृगस्थली उपाख्यायन। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ उपरान्त सतीदेवीको प्रत्येक अङ्ग पतन भयो र महादेवले चित्त दृढ पार्न नसकी हा सती हा सती हा सती भन्दै भुइँमा ढली मूर्छा परे। निकै बेरपछि होस आयो र लामो लामो सास फेरि चित्तले सतीलाई नै सम्झी बौलाहा जस्तै जताततै डुल्न लागे। त्यस्ता तरहले महादेव हिँडेको देखि तारकासुर दानवले आफ्ना मन्त्रीगण डाकी भन्यो, हे मन्त्री हो, हेर सतीदेवीको वियोगमा महादेव बौलाहा जस्तै भएर हा सती भन्दै हिँडिरहेका छन्। यसै अवसरमा देवताहरूलाई युद्धमा जितेर इन्द्रको अमरावती हात लाउनु पर्दछ। अब हामीलाई कसैले केही गर्न सक्दैन। अहिले जाओ भनी तत्काल आफ्ना सेनाहरूलाई अघि लगाएर सेनापति र मन्त्री सहित भई लडाई गर्न अमरावती गयो। त्यो देखेर देवराज डराई, हे देवता हो, अब हामी यहाँ नबसौँ, किनकि तारकासुरलाई महादेवले वरदान दिनुभएको छ। अतः त्यसलाई युद्धमा कसैले पनि जित्न सक्दैन। बरु यहाँबाट भागौ भनी स्वर्गबाट भागे मृगस्थलीमा आएर बसिरहे। त्यसरी देवताहरू स्वर्गबाट भागेपछि तारकासुरले अमरावतीमा अधिकार जमाए। स्वर्ग, मर्त्य, पाताल तीनै लोकको राज्य भोगेर बस्तो भयो। त्यसपछि महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आउनुभयो। देवताहरूले देखि साष्टाङ्ग प्रणाम गरी बिन्ती चढाए, हे ईश्वर, हे प्रभु, हे जगदीश्वर, अब हजुरसँग मृतक देह छैन, नेत्र खोलेर हेर्नुहोस्। पापिष्ट तारकासुरले हाम्रो अमरावती खोसेर लियो। त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी तोसँग लडाई गर्न असमर्थ भई भागेर यहाँ आइबसेका छौँ। अब हाम्रो रक्षा गरी पापिष्ट तारकासुरको संहार गर्नुहोस्। देवताहरूको यस्तो प्रार्थना सुनि महादेव नेत्र उगारी हेर्नुभयो र सामुन्ने देवताहरूलाई देखि केही पनि उत्तर नदिई मनले उनलाई नै सम्झी हा सती भन्दै त्यहाँबाट हिँड्नुभयो। महादेवले शोक गरेको देखि संसारमा जति जीवात्मा छन् ती कसैले पनि सहन सकेनन्। यस्तै प्रकारले सतीको शोकमा 100 वर्ष महादेव पृथ्वी भ्रमण गरेर हिँडिरहनुभयो। त्यसपछि एक दिन चित्त दृढ गरी महादेवले हेर्दा आफूसित सतीदेवीको शरीर छैन भन्ने जानी अब के गरू, कता जाऊ, कसरी शान्ति प्राप्त होला भनी भरिसक्य धैर्य धारण गरी उत्तरा पन्थमा तपस्या गर्न जान्छु भनेर हिँडेको त चित्त दृढ हुन नसकी दक्षिणको बाटो लागि जाँदा जाँदा कर्नाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नुभएछ। त्यहाँका ऋषिहरू गङ्गा स्नान गर्न त्यतैबाट जान लागेका देखि आपुसमा कुरा गर्न लागे, हे ऋषि पत्नी हो, हेर ती जान लागेका महादेव हुन्। सतीदेवी मर्नाले बौलाहा जस्तै भई त्यस प्रकारले हिँडिरहेका छन्। हाम्रा स्वामीहरू एक भक्त रहनाले र अनेक व्रत उपवास गर्नाले दुर्बल छन्। अतः हामीहरूलाई काम भोगमा सन्तुष्ट पार्न सक्दैनन्। यसकारण हामीहरू यिनैका पछि लागेर जाउँ। यति सल्लाह गरी सबै ऋषि पत्नीहरू महादेवका पछि लागेर हिँडे। त्यसरी पत्नीहरू गएको गङ्गामा स्नान गर्न गएका ऋषिहरूले थाहा पाई खोज्दै गए। निकै पर पुगेपछि बाटैमै भेटे र हे महादेव, तिमीले हाम्रा स्त्रीहरू किन हरण गरेर ल्याएका भने तिनीहरूले त्यस्तो भनेको सुनि महादेवले तिम्रा पत्नीहरू म किन हरण गरेर ल्याउँथे भनी उत्तर दिनुभयो। अनि ऋषिहरूले यो तिम्रा पछि लागेर आएका को हुन् त भनी सोधे। अनि महादेवले पछाडितिर फर्केर हेर्दा ऋषि पत्नीहरूलाई देखेर यिनीहरूलाई मैले त ल्याएको होइन, कुन्नी किन पछि लागेर आएछन् भन्नुभयो। अनि रिसाएका ती ऋषिहरूले, हे महादेव, हाम्रा पत्नीहरू तिम्रो लिङ्ग देखेर पछि पछि आएका हुन्, अतः तिम्रो तो लिङ्ग पतन होस् भन्ने श्राप दिए। तिनीहरूको श्रापले तत्काल शिवको लिङ्ग पतन भयो र यसैबाट एउटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूर्ण ब्रह्माण्ड ढाक्न लाग्यो। त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर आदि श्री विष्णु भगवान कहाँ पुगी बिन्ती गरे, हे ईश्वर, महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर समस्त ब्रह्माण्ड ढाक्न लाग्यो। सोही कुरा बिन्ती गर्न आएका हौ। अब जे गर्नुपर्ने हो तत्काल गर्नु पर्यो। देवताहरूको त्यस्तो प्रार्थना सुन्न साथ विष्णु भगवान तत्काल त्यहाँ पुगी त्यो ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्न साथ ज्योतिर्लिङ्ग साम्य भयो। त्यो देखेर समस्त देवता, यक्ष, नाग, गन्धर्व र किन्नर आदिले विष्णु भगवानको अनेक प्रकारले स्तुति गरी आफ्ना आश्रममा गए। अनि त्यही ज्योतिर्लिङ्गबाट प्रकट भई महादेवले ती ऋषिहरूलाई भन्नुभयो, हे ऋषियो, म निर्दोषलाई व्यर्थमा श्राप दियो, अतः तिमीहरूको पनि वाक्य शुद्ध नहोस् र ब्राह्मणीहरू पनि एक पत्ती मानेर बस्न नसकुन्। यति भनी उत्तरा पन्थमा गई काम, क्रोध, लोभ, मोह छाडी सम्पूर्ण इन्द्रियवादी परब्रह्ममा आफ्ना तिनै नयन मिलाई बडो कष्टपूर्वक तपस्या गर्न लाग्नुभयो। यति श्री
स्कंदपुराणे केदारखंडी माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्य व्रत कथायाम इंद्राति देवता मृगस्थली गमनम नाम 11 हरे नमः। बोलिए स्वस्तानी माता को।